धेरै पढ्यो शिलोको शास्त्र थोरै पढ्यो पोत्र विवाहको लागि बोकिल्यायो कासेको यसको गोत्र हातको घर घरेली खनायो हातको लायो पिता गर्भ सदा गरेको थियो माता बढायो तुम नदी मनती कहाँसम्मको कहाँदेखि आयो तब गन्ती भन्थे कहाँसम्मको धाउ तर तुम्हारे भान्जे बुहारी कहाँदेखि आयो उठाउ शिवपदमदेखि आयो हामी मनती ऐसम्मको धाउ धरती हामीको भान्जे बुहारी छुट्टामा टेकी आयो उठाउ कौने धातुकी गर्न सकिआयो कौने काठकी टोली कौने देशमा शब्द सुनायो कौने देशको बोली कति पढ्यौ शिलोका शासक कति पढ्यौ गोत्र के थरीका शिलोमे छौ या के हो तपाईँहरूको गोत्र विचार पढ्यौँ शिलो शास्त्र एउटा डोला पढ्यौँ गोत्र धेरै किसिमका छन् गोत्र काम्ने हो पौडीको गोत्र बडा दिन्छ बडा है बडा छन्